हाम्रोमा चाहिँ ब्रोकोली फल्दैछ है, कसैलाई चाहिने भन्नु होला। ब्रोकोली, फुलकोपी, डुकु है। बाबाको कुन चाहिँ उयो यसको जोडी हैन, यसले अन्डा कति पारेछ, यसले अन्डै पारेछ। त्यो बाबाको नाम गरेको गाइस, बाबाको हुन्छ सबै घरकै हो। हेर्नु नि अजाको घरभरि राखिदिएको छु कि मैले कार्टुन पनि ल्याएको थिएँ है। सो अल राइट गाइस, नमस्ते एभ्रिवान, हजुरको स्वागत छ हाम्रो गाउँले भ्लगमा है। यहाँ भने देख्नुहुन्छ हजुरले आजको काम खुलिसकेको छ। घाँस फर्स्ट काट्नुपर्छ, त्यहाँदेखि मात्रै चारोहरू बोक्नु पर्नेछ है। यता मम्मी चाहिँ सघाउन आएको अरे गफ गर्नु लागि। आज जाउँ साथी भेट्न आको। मम्मीको साथी ल्याइदिएको गाइस आज भने है। पिकअपमा चाहिँ सामान सँगै पढ्नु भएको कसो दोस्त, बचपनको दोस्त। हाम्रो घर चाहिँ गाइस यहाँदेखि उतारि पर्छ है। हाम्रो गाउँहरूको रोड यस्तै छ। सो लेट्स गो। आमा माथि निकै गर्नुपर्छ कि ढुङ्गा हाल्यो कि यसमा। गाइस यहाँ भने कसले अन्डा पारे कसले अन्डा पारेन भन्ने कुरा हुँदैछ है। खाना खाएको छैन, अब खानासाना खानुपर्छ। कसले पार्दैछ अन्डा? यसले पार्दैछ त, यसले पार्दैछ गाइस अन्डाहरू है। अन्डा चाहिँ यहाँ छ गाइस, देख्नुहुन्छ हजुरहरूले। बाबाको कुन चाहिँ उयो यसको जोडी हैन, यसले अन्डा कति पारेछ, यसले अन्डै पारेछ। त्यो बाबाको नाम गरेको गाइस, बाबाको हुन्छ सबै घरकै हो। लु जाउँ खाना आइदिउँ। त्यो चाहिँ के भयो? ठुङ्गेर सबै खुइल्यो। खोलेसोले एकदमै रेडी हुँदैछ है गाईको लागि। र यो ल्याएको छौँ गाइस। यो चाहिँ हाम्रो कसले खान्छ भन्दाखेरि यहाँ छ हाम्रो मेडमहरू। मेडम र सर कता के खाँदैछ तिमीहरू? इस्कुस खाँदैछ सिन्दाहरूले त। हेर्नु नि आरामले खाना खानुपर्छ गाइस। रोडमा छ चारो है, हाम्रै रोड हो के भन्नु त होइन। अब त्यो रोडमा भक्कु गाडी कुद्ने पनि रोडमा राख्नु हुँदैन भन्नु। चारो कुद्ने होइन, रोडमै छ गाइस चारो सबै है। अब भने दामी बोलेछ त आएको त। बाँस मात्रै हालिदिएको त 36 बल्नु भएछ नि त। अझै बाँस थप्नुपर्छ। र त्यो गाइस बहिनी भने चाहिँ भोलि आउने कन्फर्म भएको छ। आज भने डक्टर देखाउनु गएको थिएँ अरे। आज पनि मेन खासै डक्टर चाहिँ भेटेन अरे। 2 तालबाट एटेम्प भएको। अब डाइरेक्ट गान्तोक लान्छु बहिनीलाई। त्यस्तो एकदमै धेरै बिमार छ होइन, जस्ट त्यो के भन्नु नसाको डक्टर देखाउनु पर्ने थियो नि त है। सोल गाइस आज भने सब्जी चाहिँ यस्तो छ है। हिजोकै हो, यो पनि हिजो बेलुकाकै हो। त्यहाँदेखि यो तोरीको साग मैले पकाउनु भएको हाम्रो बारीको यो चाहिँ। त्यहाँदेखि अचार छ है, सबै हिजोको। तोरीको साग मात्रै नयाँ। त्यहाँदेखि अब आनन्दले टन्नै खाएर गएर फेरि टन्नै काम गर्नुपर्छ त्यहाँ हो। अब जाने खाएर चाहिँ। र यो पनि आज ल्याएको सौदाहरू चाहिँ प्याजहरू छ। प्याज ल्याएको 10 किलो प्याज छ, आलुहरू के छ है, खित्रेमित्रे सामानहरू। कति गर्नु पर्दैन नि त सौदा। अब कति 2 महिना पर्दैन है, कति पर्दैन है, तर कतिवटा सौदा गर्नु। सोल टन्नै खाएर हातमा नाम्लो बोकेर लाग्दैछु रोडतर्फ। अब हेरौँ अजालाई भन्छु, अजाकोमा राख्छु ल भन्छु अजालाई। अजा हुन्छ कि हुँदैन घरमा, फेरि नभनी राख्नु पनि भएन कि अप्ठ्यारो हुन्छ नि त। खाना खाएर टक्कै हिँडेको, खाना खाएर एकछिन बसेर चाहिँ हिँडेको, तर અહીં भयो कि। फाइनली गाइस, सो फाइनली काम चाहिँ यही हो। अब नुन छ गाईको लागि, नुन त्यो चाहिँ बिल्ली होला सायद घामले। कार्टुन पनि छ त्यहाँ कुखुराको लागि। अब भने बोक्नुपर्छ है। हाम्रो घर चाहिँ गाइस उपर देख्नुहोस् नि तपाईँले घर, त्यो घरको मुनिपट्टि है, त्यो बडाहरूको घर त्यसको मुनिपट्टि हो। एकदम देखिरहेको छ त्यहाँ हरियो बारी। यो चाहिँ अजाको घर। अब यसमा यहीँ लगेर राख्नुपर्ने हुन्छ मैले, किनभने बोक्नु सकिँदैन आज। त फाइनली गाइस चाहिँ ओसारिसकेको छु र ओसारेको चाहिँ देखाएन हजुरलाई। हेर्नु नि अजाको घरभरि राखिदिएको छु कि मैले कार्टुन पनि ल्याएको थिएँ है। चारो उपर पनि चारो छ। बजार बनाइदिएको छु अजाको घरलाई चाहिँ मैले। अब किचनतर्फ जाउँ है। अजाले चिया खाना बोलाउँदै थियो, अब जाउँ किचनतर्फ। कस्तो भयो यार, हेर्नु नि यहाँ पनि स्टक। नुन चाहिँ लान्छु, अरू चाहिँ लाँदिनँ सायदै। चाहियो भने बरु भरे बेलुका आउँछु। हत्तु भयो नि त, अलमोस्ट 3 पनि बजेर नागिसकेको छ। आज भने भ्लग पनि खासै बनाएको छैन। अब म होइन बिरालु ओइ। हेलो अलिक नजाऊ। अलिक ठुलो छोटी हेलो। हेलो अझै हेलो। अझ एक्लै छन् गाइस। असम दिदी हुनुहुन्थ्यो है, दिदी पनि ड्युटी लाग्यो। अनि दाजुहरू सब कमाउनेमा हो, काकाहरू सब कमाउनेमा होइन। अझ सुबल गाइस चिया पिउने समय भइरहेको छ। चिया र बिस्कुट खाँदैछु अजाकोमा। अब नखाइ हुँदैन, फेरि यहाँ खाएन फेरि हाम्रोमा खाँदिनँ भन्नुहुन्छ अजाले हो होइन। अझ खाउँ भयो, अब नखाने। अब नखाने डाइटिङमा छु अब म। र त्यो गाइस त्यत्रो चारो बोक्यो, हत्तु भइयो, निन्द्रा लाग्ला जस्तो भइरहेको छ। अब फेरि आउने साथीहरू नि काम हो, गौत लानुपर्ने गाइस होइन। हाम्रो मेडमले क्या लाँदा सुन्छ त फेरिले त, त्यो लानुपर्ने। 2टा भ्लगर जाउँ भनेको त। हाम्रोमा चाहिँ ब्रोकोली फल्दैछ है, कसैलाई चाहिने भन्नु होला। ब्रोकोली, फुलकोपी, डुकु है,
सब हुँदैछ र हामीले चाहिँ गाउँ चाहिँ किन ल्याएको भन्दाखेरि गाइस यो लसुनमा हाल्नुको लागि है इक्जाम्पल देखाउँछु हजुरलाई यस्तो छ नि यो लसुन हुन्छ नि अब लसुन चाहिँ होइन त्यहाँको लसुन चाहिँ गाइस नै यस्तै थियो क्या होइन त्यहाँदेखि चाहिँ गाउँ थाल्नु भएको थियो मम्मीले अहिले देखाउँछु ल रिजल्ट कस्तो भएको छ भनेर अहिले दामी भएको छ कि दामी मात्रै होइन फेरि दामी भएको छ है इस देख्न सक्नुहुन्छ हजुरले यहाँ आएर त्यसमा कति फरक छ है त इस कस्तो मजाले अग्लो अग्लो होइन त्यस्तो दामी भएको छ कि भोलि पर्सि चाहिँ कोसा कस्तो लाग्छ पनि लसुनको हो पोहोर पनि यत्रो बिउ रोपेको यत्रो फलेको थियो हाम्रोमा त्यो चाहिँ अचम्म भएको थियो है अब यहाँ लाउनु चाहिँ यहाँ यो गहुँत लगाएपछि लगभग 1 हप्ता बादमा त दामी हरियो हुँदै आउँछ नि त र म तपाईँलाई ब्रोकोली पनि देखाल्छु र सोल गाइस ब्रोकोलीहरू है देख्न सक्नुहुन्छ हजुरहरूले कसैलाई चाहियो भन्नु होला प्लिज भन्नु होला गाइस साग पनि छ हाम्रोमा सागको पनि दुःख छैन है अहिले त साग पनि चाहियो भन्नु होला सागको त नो टेन्सन गाइस यहीँ छ त्यहीँ छ यहीँ भित्रभित्र कता कता छ परतिर छ पल्लोपट्टि पनि छ तोरीको साग चाहिँ सक्यो है हाम्रोमा कि 1 हप्ता अझै 1 हप्ता हुन्छ नि तोरीको साग त तोरीको साग पनि चाहियो नि गाइस भन्नु होला रेडी भइहाल्छ लु है त गाइस फेरि लाग्यौँ हँसिया बोकेर है यस्तै छ जिन्दगी रमाइलो छ है अब एकताल खोरमा चेक गर्नुपर्छ यता पनि छ है हाम्रो हरियाली यो चाहिँ बन्दकोपी मात्रै छ यसो बन्दकोपी र जग्गा जग्गा चाहिँ फुलकोपी होला सायद अन्त यसको माथिपट्टि चाहिँ हिजो हामीले रोपेको छौँ त्यो चाहिँ अब देखाउनु भ्याएसन देखाउँछ हजुरलाई हिजो चाहिँ हिजो के रोपेको छ हिजो पनि बन्दकोपी रोपेको है लु है पसौँ है त हामी खोरमा बल्ब पनि बालेको छैन एउटा मात्रै रहेछ बल्ब लगाएको है बल्ब लगाइदिनुपर्छ यिनीहरूलाई यिनीहरूको गाइस प्रब्लम भइरहेछ प्रब्लम भन्दा पनि हेर्नु नि अब यस्तो मैला भइरहेछ कि अब यतिकै मैलामा सधैँ यसरी नै राखियो भने चाहिँ बिमार हुन्छ आज चल्ला मरेको चाहिँ यहाँ छ है एउटा मरेछ थिचेर मरेको यिनीहरू यत्रै छ नि त हेर्नु नि नानी बाबु हो यसरी बस्ने त होइन नि त यसरी बस्नु त भएन नि अनि आम्मा कति बेसी देखेको है बेसी छैन गाइस यसमा 300वटामा चाहिँ अब कतिवटा मरिसक्यो है अब त्यो त अनगन थियो मर्न त र फिलहाल भने चाहिँ हाम्रो डिनरको समय भइसकेको छ है र आज पनि के छ देखाल्छु हजुरहरूलाई सो वेल यहाँ भने चाहिँ गाइस फ्राइड राइस या पुलाउ भनौँ हाम्रो नयाँ स्टाइलको पुलाउ या फ्राइड राइस भनौँ है त्यहाँदेखि यहाँ चाहिँ छ अन्डाको भुजुरी चाहिँ मैले बनाउनु लगाएको मम्मीलाई है र मम्मी खाँदैछ गाइस त्यहाँ र यहाँ भने सौदा थन्काउने काम हुँदैछ है एउटा सौदा छ बिस्कुटहरू छ है पाहुनाहरू आउनुहुन्छ नि त त्यसै कारण है र त्यहाँतिर पनि छ गाइस सौदाहरू र आधी अझ कमै छ है चाडहरू चाहिँ र त्यही गाइस आजको लागि भ्लग यति र आजको भ्लग हजुरलाई के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला थ्याङ्क यू सो मच फर वाचिङ भेट्यौँ त हामी नेक्स्ट भ्लगमा सो टिल देन स्टे सेफ टेक केयर बाई बाई गाइस